मलामी जान्छौँ, त्यसकै विषय बनाएर आज हजुरलाई केही जानकारी गरौँ भनेर म आएको छु। हजुरले यो पूर्ण रूपमा सुनिदिनु होला र सकेसम्म हाम्रा आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको हातमा पुगोस्, सेयर गरिदिनु होला। मलाई फिनरोमा सोधिएका प्रश्न कस्ता थिए भने त्यहाँको म्यानेजमेन्टले तिमीहरूको यस्तै हो, हल्ला अलिक बढी हुन्छ, भित्तामा यसो ढल्केर बस्दाखेरि खुट्टा पछाडि लगाएर त्यो भित्तो सबै मैला बनाउदिने, अनि लुगाहरूमा पनि सोर्ट्सहरू लगाएर हाफ प्यान्टहरू लगाएर आइरहेको हामी देख्छौँ। तिमीहरूको कल्चरै यस्तो हो कि के भएको भनेर प्रश्न नजानिदो तरिकाले प्रश्न सोधिएको थियो। मैले उहाँहरूलाई उत्तर त दिएको छु, तर त्यसले मलाई के बनायो भने हामीलाई हेर्ने नजरिया हामीले आफैले क्रिएट गरेका छौँ। हुन पनि हो, म धेरै जसो जाँदाखेरि भित्र बोलिरहेको हुन्छन्, मौन धारण गरिरहेको हुन्छन्, हामी बाहिर बल्ल बल्ल भेट्न पाएको जस्तो गरेर गफ हामी हाँकिरहेका हुन्छौँ। भित्र रोइरहेका हुन्छन्, हामी बाहिर कराइरहेका हुन्छौँ। त्यो संवेदनशील अवस्थामा हामी अलिकति उशृङ्खल भयौँ कि जस्तो मलाई लागेको छ र हजुरलाई यो भिडियो बनाउँदैछु। अब आउने दिनहरूमा जति सक्यो, अब आउने दिनहरूमा चाहिँ त्यो परिवारलाई दुःख, हामी पनि छौँ है तपाईँहरूको दुःख सुखमा चाहिँ भनेर हामी गएका हौँ, ताकि त्यहाँ मेरो साथीभाइहरूसँग भेट्न भनेर होइन भनेर त्यो सोचिदिनु होला। कति त मैले देखेको छु त्यो एक्सक्युज लेटर पिकअप गर्न मात्रै आएका हुन्छन्, देखा परेर फर्केर आउन भन्ने खालको नि कन्सेप्ट लिएर गएका हुन्छन्। कति त भित्र नगइकन, पुष्प अर्पण नगरिकन पनि बाहिरैबाट निस्किएका पनि साथीहरू पनि मैले देखेको छु। प्लिज आउने दिनहरूमा अलिकति सचेत भएर काम गरौँ, सचेत भएर जाउँ। आफूले कस्तो पैह्राल लगाउँदैछौँ, त्यहाँ गएको मेरो व्यवहार कस्तो हुँदैछ भनेर ती कुराहरूलाई पनि खण्डन गरौँ र आफैलाई प्रश्न गरौँ कि म किन जाँदैछु। यदि मसँग समय छैन, मसँग चाहिँ म जाने सक्ने अशक्त छु भने तपाईँहरू बरु घरैमा बसिदिनुहोस्, ताकि त्यहाँ गएकालाई त्यो वातावरण नबिगारिदिउँ। हाम्रो परिवारलाई लगेर त्यहाँनिर अन्तिम बिदाईको हात हल्लाउँदै गर्दाखेरि भोलिका दिनमा त्यही फिनरल होमले हामीले अब तिमीहरूलाई हामी दिँदैनौँ, अरूतिरै जानु भनेर भन्दाखेरि हाम्रो त्यो पार्थिव शरीरलाई हामी के गर्छौँ। अहिले नै सभ्य भएर ती कुराहरूलाई रोकथाम गर्नुपर्छ भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।